ए ट्याङ्कीमा बस्नु त अङ्कल एकपल्ट बस्नु एकपल्ट स्ट्यान्ड tell me तेरे होठों पे जो बात है इतनी जल्दी क्या है हाँ अभी तो ये शुरुआत है दर्द में भी तो राहत हुई है दर्द में भी तो राहत हुई है ओ जाने मन do you know ल ओके यहाँ कस्तो क्लियर आउँदो रहेछ यहाँ हेर्नु न ह्याप्पी दसैँ शुभकामना उता हेरिदिनु अरे पासाङलाई मम्मी पनि हेरिदिनु न यता यहाँ यसरी खला लगाइदियो ह्याप्पी दसैँ अहिले सबै ग्रुपिङ यता खिच्नुपर्छ है खिच्नु देवानी हुनु भगवान् यहाँ पुलबाट हिँड्नुपर्ने हो यहाँबाट यो खसी चोक अब एउटा हिँड्ने हो फेरि ले अब कहाँसम्म रोड छ फेरि कहाँ बिग्रेछ हेन्सम हुँदैछ नि फेरि अन्ति गर्नु नभएदेखि एउटा कपी र डोर बोकेर आउँछ चार साल भयो 3 साल भयो होला नगएको कता कता हेर्नु भन है नाति केटो छोरी भतिजो ज्वाइँ नातिनी भाइ अनि हाम्रा ज्वाइँ हामी दुईजना यता छौँ कस्तो चाहिँ भिडियो खिच्नु खै राम्रो राखेको है हाम्रो आज यो खुवाइँदैछ खसी काटे दुःख गर्नेहरू नै खाने हामी आजले नदेखाइले भोलि बजाउँछ
पाउन मनन्त दुर्जोतने सूर्य सन्त बने निरन्तर गरे आइसकेको जस्तो आइयो सर है हजुर अन्त 12वटा कथा छ कि यही कथामा 12वटा कथा छ म हिजो अस्ति टिभीमा देखेको गाडीले कता धोका दिन्छ त्यस्तै होइन कथा होइन कि तपाईँको यो यो खुट्टामा लाउँछन् रहेछ काका बाउ हो सँगै दिनुपर्छ है म तपाईँको हात समात्छु नसमात्मा मेरो हातमा मोबाइल छ पछि चान्स हो कि तँ काम टिकुची खुरखुर लाग्यो यही बेलामा होइन ठोक्ने टिको लाउने हिँडिहाल्ने हो एक चरण सक्यो हामीले टिका लगाइदिइहाल्यौँ हामीलाई के भने नानी प्रोफाइलमा फोटो राख्ने अरे नि फोटो ए ल ल विज्ञानी विदुरी भगवती गौतम कीर्तिस्त नारायणे जयन्ती काली मङ्गलनी भद्रकाली कपालिनी दुर्गा कि सुधा सदा सर्वै मङ्गला मङ्गली सनातन यस्तो रातो रातो पैसा रहेछ जसले जसले कहाँ पाउँछ यस्तो रातो पैसा यसले पारा ल्याउँछ कि यसले यस्तो पारा कसले ल्याउँछ सँगसँगै चाहियो नि त होइन मैले आशीर्वाद दिन जान्दिनँ मनै दिन्छु सधैँ निरोगी होस् अलि मोटा होस् अरू केही पनि मासु खान जानेस् अब त गरिदिनु पर्छ यो वर्ष छोराछोरी उ भादा भदैनीले जितिसके मैले एकचोटि लाउँदा तैँले अर्कोचोटि लान अनि त्यसपछि बुद्धि छैन टिको पनि अलिक तल हुँदै लाउनु पनि माथि टाउकामा पुऱ्यो मिलाइदिन्छु नि मेरो सानै बहिनी यो मैले ट्याक्क मिलाइदिन्छु त कति माया गर्छ राम्रो गरिदिन्छु न झन् नराम्रो म मम्मीलाई माया गरिहाल्छु आशिष दिन रुँदैछ क्या साली हुँदैन मेरो सालीलाई त सधैँ हाँस्ने बनाउँछु बस बस आकाशभन्दा ठुलो म हो केही हुन्न छोरा छोरा भए पनि म ठुलो अघि नै भनेको त अघि मैले ठुलैदेखि सुरु गर्दिउँ आज थाहा पायो आकाशभन्दा पनि ठुलो रहेछ मान्छे है आकाशभन्दा पनि ठुलो मान्छे पनि भेटियो आज कति अल्को रहेछ भेट्यो 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 जे भए पनि भेट्नु भयो त नि हिजोदेखि पर्खिनु भनेर राम्रो ज्ञान हुन पर्यो सधैँ अहिलेसम्म ठिकै छ बिग्रेकै छैन जहिले एउटै कुनामा बसेर भात नखाने परिवर्तन गर्नु पर्यो स्थान परिवर्तन गर्नु पर्यो बाले ढोका मलाई पर्दैन आशीर्वाद हुन्छ कसैले काखा बस बस आकाश बस 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 ल बाजेर नातिकोलाई
झलला आँखैमा तिमी आउँछौ झलला यो माया भुतुके यो माया भुतुके तिरती पास गरौँ मनमा सुतुके आँखैमा तिमी आउँछौ झलला पानी छैन ल लिदेऊ तिमी लिदेऊ आइज त समेत लिँदै फोटोमा यहाँ ए सबनम ल लिदेऊ म भिडियो गर्नु आयो मेरै पाराले आयो ल्याउँछन् कि त पारा भने रमाइलो बसन्तले ज्वाइँ चाहिँ गफमा दिनुहुन्छ बाबुजी हेर्नुहुँदैछ मेरो भाउजू तिनजना नाति नातिनी त्यहाँ बसेर हेर्दैछ यो गीत पनि ए म भिडियो खिच्नु कस्तो राम्रो शब्द के भन्छ त्यतिकै जिन्दगी सकिसक्यो अब टलकाए सुन्दरी नानीको मुहार झलकाए निधारैमा टिकी टलकाए सुन्दरी नानीको मुहार झलकाए कसुरे जसुरी दार्जिलिङको रेल चम्साइली पिराती दिन बाचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल चम्साइली पिराती दिन बाचुन्जेल अब सकिँदैन हेर
भनेर दार्जिलिङ रेल भन्नु भनेको गएन कि मन परेन पानीको भात काका खोइ काका कहिले किचनको नाटक कतिखेर सिउनुपर्छ भन्ने थाहा भएछ एकछिनमा आउँछ उजान खतरा आउँदैन मलाई कहिले खोइ त मोडलिङ टाइपले खोइ त हो राँचीबाट यहाँ आइपुग्यो भाइले उयो लाउँदैछ कपडा बाटोको अवस्था यस्तो छ म चाहिँ तरिसकेँ अब योभन्दा उता अप्ठ्यारो छ अरे बाटो सुरुमा मै तरेको म तरेपछि यिनीहरू तरेका हुन् म कम्ती साहसी छु अब यहाँदेखि बाटो छैन भन्दैछन् अब हेरौँ सी व्हाट ह्यापन आगे आगे होता है क्या यो चाहिँ एकदम ठुलो पहिरो रहेछ योभन्दा अगाडि धेरै साना साना पहिरोहरू चाहिँ हामीले तर आयौँ त्यो चाहिँ मैले भिडियो खिच्न पाइनँ एनी हाउ कसरी हुन्छ बाटो काट्नुसँग मतलब थियो अनि यहाँ चाहिँ अब भाइले एउटा जुत्ता खोलेर त्यही जुत्ता लाउँदैछ अनि यहाँ पहिरो यसरी गएको रहेछ सुरुमा यहाँ यो बाटो कट्नु बाइकवाला सबै डरा है सुरुमा मै तरेँ पछि भाइहरू पनि तरे अब बाइकको गति यस्तो छ जुत्ताको गति योभन्दा खत्तम थियो अघि भर्खर त्यही खोलामा धोको जाउँ होइन के भन्दैछ है ल जाउँ साइमन गो ब्याक पो त इलाम पास्ता तापेजीको बाटो यस्तै छ अहिलेसम्म इलाम पुगेको छैन पास्ताबाट आएको बाइकको अवस्था यो बाइक 3 पल्ट धोइसकेँ मैले खुट्टा यसरी भयो एउटा लड्छ होला नि बिचरा माया लाग्यो मलाई त Yamaha is a very best bike in the Nepal. कहाँ नि त्यस्तोमा उ गर्नु हौ सबैको पातो गर्ने हो आरामले गर्ने हो नि सुरुमा बाटो बन्द गर्छ कि अवस्था गम्भीर छ अवस्था यस्तो छ भन्ने के कसलाई सुनाउने के पनि छैन बिचरा परिवारको कस्तो बिजोग छ केपीलाई भन्ने भन्नुहुन्छ केपीले ठिका परो भन्दैछ के भन्छ मैले कसलाई भन्नुहुन्छ नि कस्तो लिएर माने हाँसी यहाँ ठोक्यो
एकअर्कालाई सहयोग गर्दै बाइक लाँदैछन् भाइहरू। ऊ मान्छे नै गाडी पछाडिबाट एकदम जानु नि यस्तो बिजोगले जाँदैछ यता अझै माथि छ सबैले हात लाउँ है अलिअलि बिजोग है मैले मिस गरेँ तिमीले मिस गरिरहेको थिएँ कि मैले सबैले एकअर्कालाई सहयोग गर्दै हामीले बाइकहरू तारिरहेका छौँ सबैजना एक आपसमा हातेमाला गर्दै धेरै ठाउँ होला यस्तै रहेछ भन्दै के भन्नु रमाइलो भइरहेछ हामीलाई यहाँ एकदम रमाइलो भइरहेको इन्जोय गरेको छौँ हामीले एकदम दुःखमा नि इन्जोय गरेको सबैजना बस्नु है सबैजना यी सब बाइकहरू कति बाइक छ अन्दाजी 40-50वटा बाइक छ हामी सबले एक अर्काले हातेमाला गर्दै सारेका हौँ ल ल ल जाउँ भाइ जाउँ एकदम सबैले एकअर्कामा सहयोग गर्दै सबैको बाइक निकाल्यौँ हामीले अहिलेसम्म ठिक छ अब अगाडि पनि त्यस्तै होला सायद बहुत गाह्रो अवस्थामा यहाँसम्म आइपुग्यो सबैको बिजोग छ आइमे छोरी मान्छे भनौँ न आइमा अर्कोमा आयो अर्कोमा फेरि यसरी भाइहरूले सबैलाई सहयोग गर्नु धेरै समय छ यहीँबाट मेरो बाइक चाहिँ पार गऱ्यो थाकेर सबैको हालत त्यस्तै छ बाइकको अवस्था यस्तै छ सबैको यो हाम्रो ठट हो त्योभन्दा अगाडि कति गएको ठट त के भन्नु र कति गएको मैले खिच्नु थालेको भर्खरै अस्ति खिच्ने नभ्याएर डेन्जर छ बाइकवाला मिलेर एकअर्काले सपोर्ट गरेको रमेशले बहुत सहयोग गर्दैछ मैले सहयोग गर्नुपर्ने माथि बाइक रोक्नुपर्ने भएर मेरो प्रतिनिधि रमेशले गर्दैछ सही हो ठिकै हो ठिक छ ए हो र हेलो गुड मर्निङ अहिले चाहिँ मेरो पछाडिको ठाउँ चाहिँ पुवा खोला भन्दो रहेछ त्यो ठाउँको नाम अहिले त्यहाँ म भर्खरै बिहान उठेको निन्दा नलागेर एकदम ग्रुपमा सुतेको कोही पाक्ने कोही घुर्ने कोही रक्सिएर आएको गराउने मारेर 2 घन्टा सुत्यो होला निन्दा खोलिको अब के गर्ने होइन ग्रुपमा त्यही त एक्जिस्ट गर्नै पर्यो तैँले यसो गरी उसो गरी भनेर रिसाउने कुरो भएन सबैको आफ्नो आफ्नो बानी हुन्छ यहाँ अब यहाँदेखि मैले मेरो ट्याक पछाडिबाट चाहिँ इलाम जान्छ अनि यो पुवा खोला भन्छ खोला चाहिँ उता मुनि छ होला सायद बास्ना हुँदो रहेछ साउन्ड आउँदैछ होइन सुन्नु अनि यहाँदेखि उता चाहिँ हामी यो के भन्छ पिरिम ताप्लेजुङ पिरिम हुँदै आएको जुन अगाडिको भिडियोमा मैले स्टोरी पनि हालेको थिएँ अब सायद त्यसमा नै हाल्छु हामी कति दुःख गरेर आएको छौँ भनेर मेरो पछाडितिर बाइकहरू छ त्योदेखि तल थुप्रै बाइक छ कम्तीमा नि 100देखि तल त बाइक छैन सानो गाडी कुद्दैन 4 चक्के कुद्दैन 2 चक्के चाहिँ दुःखले यहाँसम्म आइपुग्यो 15-20 ठाउँ त्यस्तै
सबैजना हातेमाला गर्दै 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 प्रत्येकको बाइक 4-5 जनाले हिलोबाट उठाउँदै पहिरोबाट उठाउँदै ल्याउँदै आएको अवस्था छ। यस्तो छ। यहाँ दुईवटा राखेछन्। अब इलाम जाने चाहिँ यताबाट हरे भन्छन्। अब उता बाटो अलिकति खराब छ, झप्दै नजाने अवस्था भएर चाहिँ हामी राति के साँझमा 6 बजी आइपुगेर यहाँ बास बस्नु बाध्य भयौँ। तर यो ठाउँ राम्रो लाग्यो कुवा खोला। यहाँ फेरि कस्तो रहेछ अवस्था भने अवस्था होइन देखाइदिउँ न तपाईँले कसरी आएको छ मेरो चाहिँ त्यो यामाको एफजेड थियो 2 पखाली गरेँ मर्नु भएको थियो। अब यो त पहाडको माटो हिलो लागिसकेपछि त सुक्दैन नि त। ए सुक्दैन नि, सुकेपछि चाहिँ धुन गाह्रो हुन्छ नि। तिहारको लागि रेडी एकदम राम्रो लाग्यो ठाउँ मलाई। यहाँ हामीलाई बास पनि धन्न दिइहाले। झापातिरका भाइहरू थियो, उनीहरू चाहिँ हामीसँग खुब मिल्ने भएर यिनीहरूले यहाँ खाना खाने र सुत्ने बनाइदिनु। यो घरले हामीलाई बिचरा सासू बुहारी मात्रै रहेछन्, खाना खुवाए। यहाँ भित्र सुतिरहेछन् केटाहरू। यहाँ केटाहरूको बाइक यहाँ यो चाहिँ मैले धोएपछि नै धुन पाएँ। मैले धोएँ ऐना निकालेँ। अनटेस्टेसन नम्बर पनि छैन। साथीहरूको बाइक साथी बाइक अब आज पनि जानु पाइन्छ कि पाइँदैन थाहा छैन। के गर्ने होला, पैसा सक्यो। तेल सेल पनि हाल्ने बाइक सबैको लहर राखेको अलि कता राखेको नि। यहाँ गाडी कहिलेदेखि बसेको यहाँ घर छेउकै हो कि बाइकको गत्ती सबै गत्ती गरी कोही छ होइन। धेरै बाइक कता लगाएर राखेको मासतिर मोडातिर राखेको होला बिजोक। बाइक यहाँ पनि राखेको छैन एक ग्रुप पर पनि राखेको बाइक। गुड मर्निङ है हजुर। गुडवाला मर्निङ भयो कि ब्याडवाला मर्निङ भयो त? अलवेज गुड भन्नुपर्छ नि, अलवेज वेल। साथीहरूलाई गुड पनि लागेको छैन। बाइकमा छ, दोकानहरू खुल्दैछन्। चिया खान्छ होला। त एउटा घर छ हो, यस्तो भएर मलाई जोखिम लाग्छ यार। हिजो एउटा समाचार सुनेको थिएँ, 2टा घरका पुग्यो अरे, 11 जना शहीद भयो अरे। म किन यता आएको होला, कि यता हिजो आएकै बाटो नि त तपाईँलाई देख्न पाएको थिइनँ। देखाउँदैछु म स्पेसली खोलाको आवाजले मलाई तानेर यता हालेको लाग्छ। मेरो निन्द्रा बिहानै 5 बजी खोली गयो। सुतेको भए खोल्नु हो, सुत्नै दिनु केटाहरूले। खोला कराउने खोला तर यो खोलाले बाटो बिगारेको थियो। त्यही बाटो हामी सिचल्दै आएको नि। एनी हाउ कसरी हुन्छ बाटो काट्ने उसमा खोला यादै गरेन। त्यहाँ पहिरो गएको छ चट्टै चौतावटा छ खिच्दै थिएँ। यसो माथि हेरेको स्वप्निल शर्मा जस्तो देखेँ एउटा मान्छे हो केहीहरूमै। झ्याट हेर्दा कहाँबाट स्वप्निलको फोटो आएछ भन्छ नि। एनिवे स्वप्निलको याद आयो फोटोले। बाइकको गति यस्तै छ सबैको चेन स्पुकेतिर गयो गएर साइलेन्सरतिर बिजोग बनाएको छ साथीहरू। कतिले धोए पानी पनि छैन फेरि यहाँ। त्यो उसले गर्दाखेरि हिजो अस्तिको पानी र बाढी पहिरोले गर्दाखेरि
पानी बिजुली केही छैन। मेरो नि ब्याट्री थोरै छ, तर यो खिच्नु मलाई जरुरी लागेर खिचेको। अब फर्किन्छु आजलाई यति नै। देखेँ क्या होता है आगे आगे। स्कुटी गर्थ्यो यस्तो छ आमामा, सबै बाइकहरू पहिरोबाट बगाएर ल्याएको जस्तो भइरहेको, पहिरोले सोरेर बाढीबाट बगाएर ल्याएको जस्तो भइरहेको। म चाहिँ सानो गरेर रहेछ गाउँतिर यसो घुम्नु जानु पऱ्यो। के छ अवस्था डुलाउन अनि यस्तो पनि हुन्छ। यता गाउँ छ, गाउँ छ यता ए अब घुम्नु पर्यो एकछिन। यता गयो त्यही मोड, यता गयो त्यही म जाँदा भएकै भयो। सानो गरेर गाउँ रहेछ, मजाको सानो घरहरू छिटो परेको। मेरो यो भिडियोहरू त मैले प्रोफेसनल कन्टेन्ट क्रिएटर त होइन, मेमोरीको लागि। यस्तो मेमोरीको कुरा आउँदैन। यता कहाँ पनि निक्लिन्छ हौ। ए हामी सुतेको ठाउँ नै पाउँदैन, सर्टकट रहेछ। के पुरै बारीमा धान पो फलाएको के हो यो? धानै होइन त हो नि। ल प्रिय मायालुलाई रोज रोज खोतले अहिलेको भिडियो काली बसिरहेछ। काली हिजो सुमसाउँदा थियो मलाई, खानेकुरा केही थिएन। त्यो गल्लीबाट चाहिँ यतै आउँदैछ। अघि मैले सुरुमा भेटेको खिचबाट दुईजनाको चिन जाँदैछ। ओहो यिनीहरूको एक्टिभिटी साह्रै मनपर्छ मलाई। बनाउन आएको कुकुरको टाउको त्यहाँ काटेछ यार हिजो बाहिर यस्तै चाहिँ मेरो पनि हल्का हल्का मैले हिजो चाहिँ मैले धोइहालेँ। केटाहरू चाहिँ भ्याएनन् गाउँ डुल्ने भएर। हाम्रो ग्रुप यही हो। उहाँ बिरामी भएकोलाई उहाँको भात मैले खाइदिएँ। उहाँ श्रीमती उहाँ नि पाथिबाट आउनु भएको। हजुर थोरै गर्छ आफ्नो मेमोरी वाला। चिने कि आऊ आऊ उठी 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 उठ 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 काली उठ काली उठ काली उठ 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 काली उठ उठ। चिने कि हो केही छैन खानेकुरा, केही छैन। के खाने लक्की खाम। अहिले 1:30 बजे कुवाकोलाबाट हामी सबै हिँड्न आँटेको छौँ। रेडी भइसकेको छ, जाउँ होइन? राति हामी सुतेको थियौँ। सब तयार गरिदिउँ साथीहरू। केही नछोड है, मोबाइलहरू, चार्जर। अचानक ग्रुपले जाने निर्णय गरे। हाम्रो चाहिँ 3टा बाइक, यतामा 5वटा बाइक छ। बोजू लाग्छौँ है हामी है। अरू बेला आएको बेला भेटौँला। अनि काम गर्ने मान्छे के लजाउनु नि। ल बाई बाई, थ्याङ्क यू, धेरै धेरै थ्याङ्क यू तिमीलाई है। हामीलाई खाना खुवायौ, सुतायौ। हजुर यहाँ बोजू र नानीले हामी दुःख गरेर खाना खुवाउनु भयो हामीलाई। हामी यहाँ सुतेका थियौँ। लेट्स राइट बाइक।
हामी जाने चाहिँ बित्तिकै पहिलो गाँसमा ढुङ्गा हामीले आँट त गरेको छौँ कतिले चाहिँ नजानु भन्छन् हामी पुवा खेल्दादेखि यस्तो यो त सानो योभन्दा ठुल्ठुलो भिडियो खिच्न पाइएन क्रस गर्दै गर्दै गऱ्यो हामी 6वटा बाइक चाहिँ आयौँ त्योभन्दा अगाडि नै यी चाहिँ फँसेको रहेछन् 40-50जना यहाँबाट त बिप्लाटे भन्ने जङ्गल होइन बाटोमा सम्म बनाउँदै आएको छ अरे यहाँबाट बिप्लाटे भन्ने खोइ कुन ठाउँ हो थाहा छैन पहिरो जाने सामान त यहीँ बसेर पनि छ मेरो घर पनि छ यस्तो ठाउँमा हामी 10-12 ठाउँ कटेर आएको अहिले भर्खर कुवा खोलाबाट कुवा खोला भन्ने नाम भएको ठाउँबाट यो त सानो केही होइन योभन्दा ठुल्ठुलो काटेर आएको हामी 6 ग्रुप छौँ 6 जना 6वटा बाइकमा 12 जना हुनु अनि हाम्रो थोरै आइमी केटाकेटी भएको यो रेस्ट गरिरहेको छन् अरू भाइहरू चाहिँ उता बुझ्नु गएका छन् हिजो आएर हेरेसम्म छ हेर तरिका गाह्रो छ यार कहिले सुलभ हुन्छ यार यो मैले चाहिँ अब एउटा मेमोरीको लागि खिचिरहेको मेरोमा ब्याट्री पनि छैन पावर ब्याङ्क पनि बोकिनँ बोके पनि यो पहिरो र पानीले गर्दा यहाँ हामी हिजो बसेको ठाउँमा लाइन पनि थिएन पानी पनि थिएन वाइफाई पनि थिएन मेरो यो डाटा यसले चल्छ न्युज हेर्नु खोज्यो खालि जिएनजीको मात्रै आउँछ खै के हो अवस्था यस्तो रहेछ आमा बाटै छैन यहाँ परबाट ऊ यहाँ यस्तो छ कि छैन त्यो मेरो घर यहाँ त खै अरू भाइहरू अब यो बाँसमा चढाइ जाने हो गयो भने पनि भगवान् आज राति चाहिँ पानी नपरोस् यस्तै छ अवस्था रोको मलाई सक्दैन त्यो मेरो खुट्टा चाहिँ रुँदैछ हालत पहिरो छ त्यहाँ पहिरो छ हामी अलमलेको छौँ उताबाट आएका यहाँ छोरी चेलीहरू बसिरहेछन् आराम गरिरहेछन् सुँगुर ढाल्ने कुरो छ ब्लगमा पसिहाल्छ देखाउ त फेरि डाटा वार्निङ प्रिया वार्निङ रही डाटा वार्निङ भाइहरूले खाजा ल्याए खाँदैछौँ ढुङ्गाको भ्याकुले त ढुङ्गा पाउनु सक्दैन क्याच भाइले क्याच गर्यो के छ मेरो चाहिँ ब्यागको सर्नु मेरो ब्याग सरेको त कसैको रेकर्डै छैन सोच्नु न अब पछाडि हामीले सायद आज हाम्रो बस यहीँ हुन्छ होला केही छैन न उता केही छ न यता केही छ कभर परियो अवस्थामा बोरिङ छ नि हेर्नुहोस् हामी कस्तो ठाउँमा बसिरहेछौँ ज्यान जोखिममा पारेर यो घर यहाँ छ यो घरको मान्छे भागेर गइसकेको छ हामी पछाडि अघि मैले देखाएको भिडियोमा जति छौँ त्यति नै छौँ यहाँ एउटा खम्बा छ बिजुलीको पोल यो पनि जोखिममा छ उयो ट्र्याक्टर पछि सबै हामी 8-9 जना छ हाम्रो ग्रुप पारियो घर छ यो चाहिँ मैले जुम तानेको Vivo 200X बाट
अब सायद त्यहाँ एउटा खोला छ, त्यो खोला माई खोला हो कि पुवा खोला हो, पुवा खोला हो यही होला। यही खोलाको नाममा बजार थियो, त्यही बजारमा चाहिँ हिजो हामी बसेको। सबैभन्दा डेन्जर यहाँ आउनु नि। अब हामी बसेको ठाउँ यस्तो छ। कति छ जान्दै यहाँ माथि? ल माथि हेर्नु खाइसकेको छ होइन, दाँत किरेल खाएछ खाइरहेछ। म धनबहादुर भाइ र बुहारी पनि हुनुहुन्छ रातमा। के गर्ने यस्तै छ अवस्था अनुसार चल्नै पर्यो। समस्या चाहिँ बुहारीको समस्या भयो, बिचारा छोरी मान्छे एक्लै हुनुहुन्छ। हुन त भाइ पनि हुनुहुन्छ तर फरक पर्छ नि। अब भात खान जाँदै बाइकबाटै छोडेर बाइक पनि त जाँदैन रहेछ नि है। म खाली खुट्टै छु, जुत्ता भिजेर। यस्तो छ बाँस सास लडेर फेरि पेन भिजिहाल्यो। सर्कसमा हिँड्ने जस्तो भयो त। बिचमा त्यो खाँदिन्छ, बाँसमा त्यो कन्ट्रोल हुँदैन। छिरे आमामामामा यति कहाँ कति गइरहेछ पुरै घोडासम्म डुबिने हौ। दलदल यस्तो यस्तो चाहिँ कसैलाई नपरोस् है। खुट्टा दुख्यो खाली खुट्टाबाट। चिप्लो छ बाटो। छिरेको चाहिँ खुट्टा त छिरेको। झोला पनि छ, झोला डिस्टर्ब भयो। झोला कन्ट्रोल भएन क्या मलाई। अगाडि जाँदैछन्, क्यामेराको लाइटले भ्याएन। तरिका जुत्ता लाउनु घाटा नलाउनु घाटा यस्तो छिरिहाल्छ। यस ए मेरो खाली खुट्टाबाट चिप्लेर ओह माइ गॉड। इङ्ग्लिस पनि आउँछ घरिघरि। म डुब्दैछु, खुट्टा निकालिहाल्नुपर्छ। परसम्म दृश्य देखिँदैन। जुत्ता लगाउनेलाई त खुट्टा दुख्दैन नि त। भारी पनि अगाडि सुन्छु गएँ, मलाई त गाह्रो भयो। चिप्लेर फेरि यस्तो चिप औँला चिप्लो लाग्ने थियो। कन्ट्रोलमा हुन्छ भन्दा खुट्टा चिप्लिन्छ क्या। ओइ अनि चिप्ल्यो नि त मेरो खुट्टो। अनि कता बाटो कता हिँडिहाल्यो। यहाँ खाली खुट्टा आएको खत्तम बनाइहाल्यो नि।
माछी पनि यताबाट आउनु यताबाट नि त्यो बाँसको छ नि यहाँबाट यता अनि यता 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 यतापट्टि चाहिँ ल्याम्बो छिटो न क्या गरेर रहेछ मर आइपुग्यो यसमा त बाइक तार्नु सकिँदैन नि भाइ है बन्द भएछ त को जुम्बी हो यो बिजोक छ भात खाने भाइ भात खाने होइन भातमा खाने किन मन परेन ल भाइले खानु त्यहाँ अर्को टोली पनि मिलाउनु लाउन नि त अहिले कहाँ सिक्वातिर दबाई पनि कार्के दाइ कहाँ हिँडेको म यसो घुम्न हिँडेको रमाइलो भएको छ कहाँ जाने हो भाइ हजुर कहाँ जाने हो अब आज त यहीँसम्म जानुपर्ने झापा हो कहाँ हिँडेको सुरुङ्गा जानुलाई यहाँ 3-4 दिन भयो यही ठाउँ हो त सुरुङ्गा यादगार रह्यो के हुँदैन दुईटा तीनटा चाउचाउको रस बनाइदिनुपर्छ खाना त त्यहाँ पनि टन्नै पुग्छ थोरै थोरै खाँदा हामी चाहिँ अब खानाको लागि आएको छौँ भात खाँदै दाजुभाउजूलाई खाना भनेर हेलो एभ्रिवान आज घरबाट हिँडेको मूल घर 5 हिँडेको आज 5औं दिनको वासस्थानबाट गुड मर्निङ शुभ बिहानी अहिले बिहानको 4:30 भयो अहिले म चाहिँ यो पुवा खोला इलामको पुवा खोला भन्ने ठाउँदेखि लगभग 2 किलोमिटर होला एक्ज्याक्टली थाहा छैन त्यहाँ सयौं भङ्गालोक तरेर यहाँसम्म आइएको छ सयौं साथीहरू छन् बाइकमा बाइकवालाहरू मात्रै छौँ हामी मलाई चाहिँ निन्नै लागेन अनि उठेको एकजना भाइ पनि हुनुहुन्छ लाइन छैन 4-5 दिन भयो मेरो ब्याट्री पनि सकिनै आँटेको छ सायद मेरो लास्ट ब्लग पनि हुनसक्छ ब्लगकै भिडियोहरू पनि यो ठाउँ चाहिँ लालीघरको यहाँ एकजना साह्रै सहयोगी मनका दाइ भाइ भाउजू को हुनुहुन्छ थाहा छैन चिनिएको छैन राति हुँदा आयो उहाँले हामीलाई करिब 50-60 जनालाई खानासाना खुवाउनु भयो सुत्ने बासको व्यवस्था गरिदिनु भयो मैले बुझिन्छ बुझिँदैन थाहा छैन तर यो म पछाडिको दृश्य मलाई साह्रै मन पर्यो र यो भिडियो पनि सायद लास्ट नै हुन्छ होला मेरो ब्लगको यादगार ब्लगको अहिले हालसाल म र मेरा एकजना झापाका भाइ निन्द्रा नलागेर उठेको कोही घुर्ने कोही पात्ने त्यही त है ग्रुपमा कसै खुट्टा गनाउने मजा गनाउने सकिनँ मात्रै सुतेकै छैन म 2 रात भइसक्यो म त अलिकति च्यास्से गर्ने बित्तिकै निन्द्रा बिस्किन्छ त्यहाँबाट नुक्नु साह्रो गाह्रो हुन्छ एकजना धनबहादुर तामाङ भन्ने भाइ र म चाहिँ निन्द्रा नलागेर उठ्यौँ अहिले उहाँ चाहिँ शौचालय जानुभएको छ ल तपाईँको जय होस् मेरो होस् नहोस् त्यही भेट्दै गरौँला लेट्स सी यहाँ म त्यहाँ बाइक धोएको भर्खरै बिहान उठेर जेसिबी आइसकेको छ होइन जेसिबी भन्छ कि त्यसले के एक्सकाभेटर भन्छ एक ग्रुप छन् यो पारी गएको हिजो राति जेसिबीले काम गरेछ खुसी हो एकदम खुसी छ अब हाम्रो बाटो खोलिने आँटेको छ होइन बाटो खोलिने आँटेको छ यहाँ जेसिबी छ अगाडि ट्याक्टर छ हाम्रो यहाँ पर्खेको 2 दिन भयो 2 दिनमा हामी कस्तो कस्तो कुराहरू भोग्यौँ भने रामी रामी टिभीहरू देखियो
देख्यो एकदम बबल लाग्यो मजै लाग्यो हाम्रो फाइनली बाटो हाम्रो आशाका केन्द्र यही होइन त यहाँ वेस्ट बङ्गालको गाडी पनि छ साथीहरूलाई सबैलाई राम्रो लाग्छ यो त एउटा टेलर मात्रै यो बाइकहरू यस्तो बाइक टम्मै छ के भन्छ अब जेसिबी आयो के भन्छ छिटो बनाएर खुसी छौँ एकदम अब मनमा खुसी आएको छ के भन्नु र अरू त यहाँ खुसीको सीमा छैन हेरमा कितनी खुसी 2-3 दिन भइसक्यो अनि चाँडै निकालेको छ है उताको नि ठाउँमा के भन्नु छ भाइ इएमआईमा कहाँ डिस्काउन्ट हुन्छ कम्ती भयो नि कता हौ खतरा जुमा हान्छ त यसले त यहाँको यात्रा करिब अन्तिम भइसक्यो हाम्रो बुहारीले भात भुट्नु भएको छ यो भात हिजो हाम्रै उब्रेको भात हो हाम्रै उब्रेको भात हो आज भात खान लागेको छौँ हाम्रो ग्रुपमा मात्रै छ यो चिज यो सुविधा हाम्रो ग्रुपलाई मात्रै छ यो हाम्रो कार्कीदाईको जुत्ता उपलब्ध गराइदिनु हुने यहाँको परिवारले पनि धेरै उहाँहरूलाई धेरै धेरै धन्यवाद उहाँहरूले हामीलाई बाँस दिनुभयो घाँस दिनुभयो साथ दिनुभयो यस्तोमा यहाँ दुलाल परिवारको घर हो लु खाना खाऊ खाना अरू पनि छन् यहाँ जानेहरू हाम्रो चाहिँ 9 जना ग्रुप छन् जाँदैछन् रमेश खाना खा लु दाजु इलामको माटो जति धुँदा पनि गएन अब तपाईँहरूको स्नेह होइन माया सद्भाव जुन सहयोग छ नि त्यो पनि जति बिर्सिन्छ भन्दा नि नबिर्सिने खालको र जति धुँदा नजाने माटो लिएर जाँदैछौँ सम्झिनु भयो भने हामीलाई धेरै खुसी भएको थियो धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद अरू केही भन्न नसके पनि सेवा गर्न पाइयो हामीहरूलाई फेरि यतिको न्यानो सत्कार होइन अब बिरालै भनौँ न अब पाइन्छ आसन गर्थेन हामीले अझै यो समयमा अहिलेको परिस्थितिमा यो समयमा चाहिँ यो घरको मजाले पाइयो खाना पनि मजा हाम्रो बुहारीले धन्दाको श्रीमतीले भाँडा दिनुहुँदैछ उहाँहरूले हामीलाई खाना बस्न पनि फ्री गर्नुभयो शुभकामना यस्तै नै हरेक वर्षमा त्यस्तो राम्रो भइरहेको देख्न पाउँ तपाईँहरूलाई बाटोमा जेनजीहरूलाई कभर गर्नु न यिनीहरूलाई कति कभर गर्ने आमामा गर्दा गर्दा काट्नु अहिले पुवा खोला हुँदै पोखलदै हिजो लाली खर्क हुँदै बल्ल बल्ल इलाम बजार झरेर यहाँ माइयो पेटामा आइपुग्यो हाम्रो ग्रुपहरू बाइक के हुन्छ त कार्की दाइ के हुँदैछ के छ अवस्था हेरौँ है अब उता गएर रमिता त हेर्ने होला नि अनि पुवा खोला त यहाँ पनि रहेछ त यो पुवा खोला अनि यहाँ पुवा खोला लेखिरहेछ त ए बजार रहेछ तल यहाँसम्म पुग्यो भने चाहिँ घर पुग्यो भनेपछि बुझ्नु पर्यो पारी कटेकै घर यो चाहिँ हामी उता इलाम बजार हुँदै फिल्मबाट आउनेहरूलाई कुन खोला माइ खोला हो उता माथिबाट त्यो चाहिँ कुन बाटो जानुपर्छ मेन समस्या यहाँ हो यहाँबाट पुलसम्म जाने यहाँबाट सबैले मिलेर
यहाँ छु म आएँ आऊ हिँड्ने मान्छे बिचौडा नआऊ है हाम्रो भाइले तार घाउ कति छ जस्तो रेड क्रसले अलिकति सहयोग गरिरहेको छ दुईवटा हेलिप्याड थिए गलियो भाइ गले अहिले माइलमा 18 बजेको छ पैदल यात्राहरू चाहिँ यहाँबाट हिँड्दैछन् बाइक लानु अप्ठ्यारो ठाउँसम्म पुगेको छैन अब हाम्रो ग्रुपमा एउटा प्लेट छ प्लेट चाहिँ राख्ने कुरा हो जान्छ त्यहाँ डिस्कसन भइरहेछ मानिसहरू काम गरिरहेछ नेपाली सेनाको सहयोग यस्ता धेरै दृश्य छन् त म देखाउन सकिरहेको छैन तलको दृश्यमा जानै सकेको छैन म आफै घाइते भएको हिसाबले क्या बोलता है तू हाँ मेरे पास बोलने और समझने की ताकत नहीं है हमारे पास स्पाइडरमैन है ताकतवर इंसान हाँ जानको लागि टिम बनाउने हामी त मिलिहाल्छ नि हाम्रो टोलीसँग कुरो भइसक्यो अब चाहिँ हामी यही बाटो झार्ने हो बाइक यहाँ बाटो झारेर पुलसम्म ल्याउनुपर्छ हाम्रो ग्रुपमा एकजना फ्यामिली भनौँ न श्रीमती हुनुहुन्थ्यो उहाँलाई चाहिँ अब गाडी चलाएर पठाउने हामी दुईजना चाहिँ डोरी लिएर अगाडि बढेर हिँड्दैछौँ यस्तो अवस्था छ हौ माइक लागेको छ बिरामपुर आउनु भएको धेरै धेरै धन्यवाद तपाईँहरूको सहयोगको लागि एउटा बाइकमा 4 जना चाहियो सकिन्छ चिन्तै गर्नु पर्दैन अब यो पारीसम्म जानु पाए चाहिँ हामी पुग्छौँ मेन बाटो चाहिँ हेरेर बिग्रेको बाटो कतिको सम्म अब हात बाङ्गो भएर हात दुखेर भनेको कुद्न पाएको छैन एक्ज्याक्टली खोला चाहिँ कता छ बाटो यहाँदेखि चाहिँ पार लागिन्छ स्वर्ग पुगेको मानिन्छ गर्नु बलरामहरूले गर्नु गरेको छ यार स्वर्ग आयो होइन मैले एउटा पन्जा भेटेको क्या अलिक परिकाल केटाहरूले बाइक लानु पर्दैन एकदम रिस्क लान्छ कोही यस्तो भिडभाड लानु खोज्दैछन् एउटा आफैले बनाएको बाटो छ केटाले के गर्ने होला यार ब्लग बनाउन है केटा
एउटा बाटो बनायो, एउटा यहाँ बाटो आफ्नो बाटो बनाउनु लाग्छ। हामी कन्फ्युज छौँ। यहाँ दुईवटा बाटो बनाएको छ साथीहरूले। मेन बाटो उता खत्तम बनाएको छ। हाम्रो चाहिँ पर पहिला बुलेट, त्यसपछि एभेन्जर, यो त्यसपछि यहाँ दुईवटा बाटो, एउटा यताबाट जान्छ, एउटा यताबाट बनाएको छ। मेरो भएको अर्ग्यानिक जुत्ता टी-सर्ट मेरो ग्रुप हो, हाम्रो ग्रुप हो। पनि सबैले पुर्याउने अब रहेको 4टा बाइक छ। अहिले ब्रेकमा छन् भाइहरू। यहाँ हाम्रो पानी कम्पनी, यिनीहरू हार्डवर्करहरू इन्जिनियर यहाँ छौँ फेटालाएर। अब रह्यो 9वटामा हाम्रो 5वटा बाइक ठुल्ठुलो गइसक्यो। यस्तो भिरबाट बाइक लगेको छु हामीले। हाम्रो केटाहरू बुझाएको छ तल कता कसरी लगेको छन्। पहिला सुरुमा हामी बुलेट लग्यो हाम्रो धन भाइको, त्यसपछि हाम्रो बुधबारेका भाइहरू एभेन्जर लग्यो, त्यसपछि 222 एकजना काठमाडौँका साथी थिए, उसको 200 सीसीको उता अर्को भएको छ। भाइ मागेर खानु ल, सोधेर खानु पानी। बुझ्नुभयो? दाइ पानी खाउँ भन नि दिइहाल्छ। भर्खर बाइक झारेर आउनेहरू के छैन भनेको ह्यान्डी पास मात्रै छ। एकछिन एकजनाले ह्यान्डल कन्ट्रोल गर्नुहोस्। म सक्दिनँ, म बिसाउँछु एकछिन। उकालो छ, एकदमै उकालो छ। ए माछा ल माछा पक्रिँदैन, बुझेन। मलाई त मार्यो हौ, मेरो हात कुराले हो। तपाईँ त रेकर्ड राख्नुहुन्छ, उहाँको उयो त कुराले उठायो अनि ठेलौँ न हो। यहाँ छ त सिधा त बनाऊँ। धन भाइ हात दिउँ यता। छ पानी दियो त मेरो भाइ। गुरिलाहरू है, गुरिलाहरू हात दिनुहोस्। चिप्लिन्छ त्यहाँ, हात दिनुहोस् साथी। त्यहाँ बनाउनु थाल। पिङ्की अब अलिकति माग्छन् भाइहरू। भन्नुहोस् त। मेरो गोपाल लिम्बू सर। गोपाल लिम्बूको ज्वाइँलाई देखाउँ एकैछिन। हजुर बुद्ध तामाङ सर। अन्टेस दाइ, हाम्रो दिपेश भाइ अनि हाम्रो भाइको नाम फुर्बा तामाङ। मेरो ज्वाइँ हो। ए छोरी देखेर रिसाउँदा नि। छोरी देखेको हाम्रो भाइ पासाङ तामाङ। फुर्बा तामाङ। बाबु अल्लु अर्जुन के नाम? हजुर
आफूलाई पनि सम्हालौँ है ढाँडको रोगी हाम्रो धन भाइ म भुँडीको रोगी बाट रात भाइलाई नहुँदैछ नि म त झोला लिएर झर्दैछु अब एउटा बाइक बाँकी छ हिँडिरहेको पछि पछि पानी पऱ्यो भने बिजोग हुन्छ नि हजुर फर्किनु भएको तपाईँहरू ल धेरै धेरै धन्यवाद तपाईँहरूलाई सेवाको लागि हाम्रो कुरो पाउँछ माथि गाह्रो छ हौ दाजु बाबु अहिलेको त हामीलाई बाटो दिनुहुन्छ ल धन्यवाद अलिकति साइड लगाइदिनुहोस् त अरूलाई पनि सजिलो हुन्छ भाइहरूलाई पनि धेरै धेरै धन्यवाद रातको लागि एकैछिन ल दाजु झन्डै लड्यो माथि भाइ म झरौँ थ्याङ्क यू ल भाइ भाइ यो झोलाले ठेल्छ होला है मेरो झोलाले ठेल्छ होला है तिमीलाई बिस्तारै थामेर जाउँ है ल भाइ ल ल ल धन्यवाद चिप्लो भन्दा आइसक्यो बाटो कहाँ छ केटाहरू हजुर हजुर आउँदैछ खोइ खोइ सबै भाइ पछाडि पिङ्की त्यस्तै छ दाजु अब के गर्ने सक्यो आजको हाम्रो नर्क थिचल्ली होइन त स्वर्ग जाने होइन र भगवान् कति गर्नु चाहिँ झोला कसको यार काँदै खाइसक्यो मेरो अब यो बाटोमा देखाएर चाहिँ बोल्नु केही छैन सकेको भए बोल्नु सक्ने भने मलाई खासै बोल्नु आउँदैन रिसेन्टली केही आयो भने मुखमा आयो भने आइहाल्यो नभए त्यो बनाएर बोल्नु आउँदैन र पनि होला भइहाल्यो माइक होला बाटो अवस्था गम्भीर छ सायद म सिक्लिनु पनि सक्छु हेलमेट लाएर धाएको राम्रो छ कता राख्ने हो अनि हाम्रो केटाहरूको खिच्नु पऱ्यो नि त केटाहरू खिच्नु पऱ्यो नि अब जाने एउटा बाँकी छ हाम्रो केटाहरू कहाँ भाँडा खाएर
यो लास्ट यो लास्ट हाम्रो बाइक यहाँ हेमन भाइ रमेश भाइ अझ दुईजना नानबिसी माने तामाङ भाइ त भिडियो सरी थाकेर अरिम भाइ धन भाइ सन्दीप भाइ सब भाइ पार्टी छन् म थाकिसकेको छु आऊ तिमी आऊ तिमी साह्रो दुःख गरेको पछाडि पक्नु है डोरी छोड भिक्टोरी डोरी माग्छ डोरी दाजु सक्यो आज फाइनली सक्सेस धेरै रमाइलो भयो धरियो सक्सेस अरूलाई चाहिन्छ नि अरूले नै दिन्छ हामीलाई रमेश भाइ अब त्यो लास्ट सकेर रमेश र म लास्टमा हिँड्दैछौँ अरू केटाहरू गइसके खुकुरी खुकुरी हान्ने नि एकचोटि म तपाईँलाई देखाउँछु म्या हान्नु ल सार खानुवाला हान्नु ल छिटो यता आएर खोला न छोरी पनि पाइहाल्यो यहाँ छोरी बिहाको ल यो चाहिँ बागमती पर्छ 02024 प 3815 नम्बरको चाहिँ 15 नम्बरको मेरो धनी गोपाल चन्द्र सुब्बाको बाइक है यो चाहिँ अबको मेरो बेटी सकिन आँट्छ अब पछि बाटो केटाहरू झरेर यतिले के हुन्छ माइखल गरेको फेरि पठाउनु माग्नु त होला सबै चाहियो है एउटा चाहियो हामीले पार गऱ्यौँ 10-12 कहाँबाट कहाँ ल्याउँथे म मेरो बुधबारमा छ हामी है आम्बोर ढोल्दै हामी खाँदैनौँ धरान तपाईहरु 12-1 राति किन जानु भोलि म हेटौँडा पुगिहाल्छ अब के
आरामले बसेर हिँड्नु नि हेटौडा जाने मान्छे सक्सेसफुल लाग्यो आइपुग्यो है अहिले हामी इटरीमा छौँ अब हामी छिटो छुट्टिने भएकोले गर्दा इटरीमा एक एकवटा चोट खान आँटेका छौँ साह्रो थाक्यो इलामबाट कति बजे हिँडेको भन्दा हामी 6 बजे हिँडेको झन्डै 6:30मा पो हिँडेको होइन खाएर 6:30मा हिँडेको अनि हामी बिर्ता मोडबाट 9:30 हिँडेको अहिले हामी 11:30 2 घन्टामा आइपुग्यो अहिले इटरीमा छौँ अहिले अनुभव राम्रै हो अब के गर्ने दाइ नयाँ नौलो मान्छेसँग होइन आत्मीय बढ्यो आत्मीयता बढ्यो जिन्दगी अब यस्तै हो नि बाढी पीडितसँग सकिँदैन रहेछ सकिँदो पनि रहेछ चाहना चाहिँ हुनु पऱ्यो होइन मनमा इच्छा चाहिँ हुनु पऱ्यो ल भयो है ल ओहो देताली छोड्दै के गर्छ मनमा रियाल पाइदियो भने कहाँ गएको भन्दै होला मनमा यत्रो दिन कहाँ गएको भन्दै होला तिमीलाई अहिले नदेऊ ठुलो ठुलो छ नदेऊ अहिले अहिले अगाइरहेको छ हो है खान्छ अब म नजानु भित्र म मैला गर्छु तिमी रियाल चाउँछौ त नि बाबा गनाइरहेछ छोड त्यो कसको ज्याकेट लाग्यो हेर्छ पो त कस्तो गरेर एउटालाई चाहिँ के भएको नि यसको खुसी देख्न सक्यो क्या यसले के देख्यो क्या खै कुन त अघि दिन म्याउ छोड्न आएको